गुड मर्निङ साथीहरू। आज मेरो घरबाट तपाईहरुलाई यो भिडियो लिएर आउँदैछु। सबैजना साथीहरू आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु र आजको यो भिडियो तपाईहरु सबैजनालाई म घरमा लिएर आउन चाहन्छु र म आज तपाईहरुलाई विशेष गरी मेरो घर वरिपरि र तरकारीबारीका केही कुराहरू गर्न चाहन्छु। हेर्दै गर्नु होला। यो मेरो बगैँचामा फुलेका फूलहरू हुन्। बगैँचामा त्यति धेरै मैले मेहनत त गरेको छैन जति मेरो मिसेसले गरेकी छिन्। उनलाई धन्यवाद दिन चाहन्छु। फूलहरूको नाम त मलाई त्यति आउँदैन तर पनि उनले फूलहरुमा धेरै मेहनत गरेकी छिन्। यो चाहिँ सिलामको बोट हो। यो चाहिँ हामी विशेष गरी अचार खानलाई प्रयोग गर्छौं। यसको फोकस यहाँ यस्तो छ। सिलाम यसको अचार असाध्यै मिठो हुन्छ। सिलामको छोप यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ सिलाम भयो। यो चाहिँ करेसाबारीलाई आवश्यक पर्ने मल खाद। यो चाहिँ मेरो मिसेसले विशेष गरी छोपेर राखेकी छिन् र यो मल खादलाई चाहिँ आफ्नो तरिकाले चोपचाप पारेर कुयाएर राखेको छ र यसलाई चाहिँ पछि बारीमा बिस्तारै बिस्तारै खोर्सी प्रयोग गर्ने गर्छिन् र यसैबाट हाम्रो चाहिँ अर्ग्यानिक तरकारीहरू उत्पादन हुने गर्दछ। यो चाहिँ यसरी मल खाद कुयाएर राखेको छ है हाम्रो घरमा। त्यस्तै यो फूललाई कसले चिन्दैन र यो त मखमलीमा फूल। यो जिन्दगीमा कहिले पनि ओइलाउँदैन। यो ओइलायो भनेदेखि त सक्यो फेरि। त्यही भएर यो फूलको पनि मैले दृश्य खिच्न चाहे। तिहारको भाइटिकामा फुल्ने फूल र तिहारको भाइटिकाको मालाको रूपमा यो मखमली फूललाई लिइन्छ र यसपटक अलि छिटै फूल फुलेको छ। यहाँ किन पो फुल्यो यसपालि फूल यति छिटै थाहै छैन। नत्र यो फूल प्राय तिहार नभइकन फुल्दैन थियो। दशैंमा फुल्नु त सामान्य हो। त हुन त यसपटक दशैं तिहार छिटै छन्, सायद त्यो भएर पनि होला। अलि मेहनत गरेकी छिन् तर मैले त्यसमा साथ भनेको यही अब अलिअलि साथ दिन सक्छु, नत्र त्यहाँभन्दा धेरै सकेको हुँदिन। जीवन र जगत चलाउनको लागि हामीलाई प्रकृति चाहिन्छ र प्रकृतिमा अक्सिजनको मात्रा सबैभन्दा धेरै प्रदान गर्ने मध्येको वृक्ष हो यो तुलसी। तुलसी सांस्कृतिकदेखि लिएर धार्मिक परम्परामा निकै काम आउँछ भने प्राकृतिक रूपमा यसले जस्तो अक्सिजन अरु कुनै पनि बिरुवाले दिदैन भन्ने कुराहरू गरिन्छ। सायद त्यही भएर पनि होला मानिसको अन्तिम समयमा यो चाहिँ अब रीतिरिवाज अनुसार पनि फरक पर्ला। हिन्दू रीतिरिवाज अनुसार चाहिँ मान्छेको अन्तिम समयमा चाहिँ तुलसीको मठमा ल्याएर राखिन्छ ताकि उसलाई अक्सिजन पुगोस्, सास फेर्न कठिन नहोस् भनेर। सायद यही कारणले पनि होला धार्मिक आस्था एवं वैज्ञानिक कारणहरू पनि यिनै थिए होला जस्तो लाग्छ। यो चाहिँ तुलसीको मठ। यो खुर्सानीहरू यति सानो बोटमा पनि खुर्सानीहरू राम्रोसँग फलिसकेको छ। तपाईहरु देख्न सक्नुहुन्छ। यो दशैंको लागि तयारी अवस्थामा हुनको लागि साग राखिएको छ बारीमा, करेसा बारीमा। र यो साग दशैंको टाइममा एकदम मिठो हुन्छ किनभने हामीले मासु खाइराखेका हुन्छौँ र मासु खाइराख्दाखेरि यो सागपात खानलाई चाहिँ त्यतिखेर एकदमै मिठो अनि स्वादिलो हुने गर्दछ। स्वाद फेर्नको लागि र स्वास्थ्यकै लागि पनि यो साग अत्यन्त फलदायी हुनेछ। अहिले भर्खर हुर्काउँदैछ। यो बोटलाई कसले चिन्दैन र यो बोट कर्कल हो र कर्कलको पातको पानी जस्तै जिन्दगी हो भन्छन्। एकैछिनमा जिन्दगीमा हुन्छ र यो कर्कलाको पानीसँगै जिन्दगी ओइली खसेर झरेर जान्छ। ल हेर्नुस्, कर्कलाको पानी
एकैछिन अडिने हो, यही हो जिन्दगानी भन्छन्। यस्तो छ है, हेर्नु होला। यो एउटा हरियो चौर, हरियो दुबोको चौर, यति चाहिँ हामीले आँगनमा यसो मेन्टेन गरेका छौँ। हुन त यो चौरमा बस्ने फुर्सद हुँदैन हामीलाई, तैपनि यसलाई यसरी बनाइएको छ। यसलाई चाहिँ विकसित गर्ने क्रममा विशेष गरी मेरो मिसेसले नै यसलाई समय दिन्छन्। झार उखाल्नु परेदेखि कहिलेकाहीँ आमाले उखालिदिनुहुन्छ, क्लियर गर्नुहुन्छ भने यसमा चाहिँ धेरै मेहनत मेरो मिसेसको छ। यो चाहिँ दुबोको चौर, चौर भनौँ न अब हाम्रो भाषामा भन्नुपर्दाखेरि। यहाँ चाहिँ विभिन्न किसिमले बस्न, फोटोहरू खिच्न, पारिवारिक वातावरण बस्न निकै नै रमाइलो ठाउँ छ। यो गोदावरी फुल, यसको काम आउनु बाँकी नै छ। सयपत्री, यो बोट पारिजातको रुख, पारिजातको फेरि आफ्नै किसिमको वर्णनहरू गरिएको छ। भगवानले माथि स्वर्गबाट इन्द्रसँग झगडा गरी गरी ल्याउनु भएको रुख हो भन्ने सुनेको छु मैले पारिजातलाई। यसको धार्मिक तथा वैज्ञानिक अथवा सबै किसिमले यो रुखको छुट्टै महत्त्व छ। र यो रुख सँगसँगै पारिजातको बोट सँगसँगै यो निगालो पनि छ बारीमा। यो निगालो चाहिँ विशेष गरी हाम्रो धार्मिकदेखि लिएर सबै हिसाबले जोडिएको छ निगालो। यसको परम्परा छुट्टै छ। यसको हरेक किसिमका कुराकानीहरू राख्दाखेरि यसको झन् महत्त्व बेग्लै छ। विशेष गरी पूजापाठ, तुलसी विवाह आदिमा यसको सबैभन्दा धेरै काम आउँछ। यो देख्न सक्नुहुन्छ तपाईँ, निगालो भन्छौँ हामी यसलाई। त्यस्तै यो अर्को सँगै फुलेको फुल चमेली फुल, ज्यास्मिन भन्छौँ यसलाई हामी। तपाईँहरूलाई पनि थाहा हुनुपर्छ यसको बारेमा। यो अब कति फुल्दैछ, कति फुलिसकेको छ मलाई एक्ज्याक्ट थाहा छैन। आज संयोगवश म घरमा बस्न पाएको भएर यति कुरा चाहिँ देखाउन चाहँदैछु। अब म तपाईँहरूलाई सिधै करेसाबारीतिर लैजान्छु। करेसाबारीको अवस्था यो छ। यो मुन्टा खानको लागि फर्सीको मुन्टा तयारी अवस्थामा छ। यो फर्सीको मुन्टाहरू र मेरो मिसेसले यहाँ फर्सीको मुन्टा टिप्दै हुनुहुन्छ। आजको तरकारी भनेको के भने अर्ग्यानिक खान पाइन्छ, अर्ग्यानिक खान मिल्छ। यो हाम्रो फर्सीको मुन्टा हेर्नु है, हेर्न सक्नुहुन्छ। सानो क्षेत्र छ तर हामी ठुला सपनाहरू देख्छौँ। ती सपनाहरू मध्येको एउटा सपना आफ्नै मेहनतले, आफ्नै पौरखले तरकारी खाने, आफ्नै मेहनतमा रमाउने, यो कुराहरू हामीलाई सिकाइएको छ। सोही अनुरूप यहाँ तरकारी खेती गरिएको र तरकारीको लागि टिप्न लागिँदैछ। करेला टिप्दै हुनुहुन्छ। करेलाको झाल, यो करेला अर्ग्यानिक तपाईँहरू देख्न सक्नुहुन्छ। यो सबै मेहनत अनि मेहनतले ल्याएको रङ। यो अर्ग्यानिक मुन्टा। यो सुपको साग पनि छ, अलिअलि रहेछ। मैले त झन्डै कुल्छेछु त, म आफै पनि करेसाबारीमा आएको हुँदिनँ। यो चाहिँ खास विशेष गरी मुन्टा खानको लागि मात्र हो र यसमा खास दाना लाग्दैन। तर यहाँ दाना लागेको पनि देखिएको छ। तर यसको उद्देश्य चाहिँ विशेष गरी मुन्टा खानको लागि मात्र प्रयोग हुने गर्दछ। त्यस्तै गरी यो फल पनि लागेको छ। यो के फल हो? यो सुन्तला हो कि जस्तो लाग्छ। यो पनि मेरो मिसेसकै विशेष मेहनतका साथ फलेको छ। तर यो
के हो मैले पनि पत्ता लगाउन सकिनँ। सुन्तला हो या अरू के हो थाहा भएन। अब हजुरहरूले चिन्नुभयो भने यसको नाम यसो कमेन्ट बक्समा लेखिदिनु होला। यो यस्तो मजासँग फलेको छ, फुलाउन सकिएको छ। मेरो मेहनत केही छैन, मेरो त भिडियोमा मात्र मेहनत हो। यो भयो हाम्रो सुपको साग। देखाउ त म्याडम, सुपको साग हामी सबैलाई आउनु होला तरकारी खानलाई। यो मेवा हो। एक दिन लाइभमा कुराकानी गर्दाखेरि सरकोमा धेरै कुराहरू छ भन्ने हुन्थ्यो। यो चाहिँ मेवा हो। अस्ति मैले मेवा खाँदै लाइभ पनि गरेको थिएँ। यो मेवा यसरी चाहिँ फलेको छ, दाना लागेको छ। एउटा चाहिँ पाकेको अवस्थामा छ भने यो मेवाको अवस्था यस्तो छ। हेर्नुहोस् है, देख्नुभयो नि तपाईँहरूले। सेवा गरे मेवा खान पाइन्छ भन्छन्। यहाँ सायद मेरो मिसेसले धेरै सेवा गरेको भएर यसै धेरै मेवा खाने अवसर प्राप्त भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। र यो खुर्सानीको बोट, खुर्सानीको बोटमा धेरै जसो खुर्सानी एकछिन धेरै जसो खुर्सानी टिपिसकेको छ। र केही खुर्सानीहरू अझै पनि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। मलाई चाहिँ यति धेरै मेहनत चाहिँ म गर्न सक्दिनँ, तर जस कसैको मेहनतको तारिफ गर्नु पर्यो भने चाहिँ म राम्रै तारिफ गर्छु कि भन्ने लागेको छ। तपाईँहरू सबै हेर्न सक्नुहुन्छ। र यो हाम्रो अकबरे खुर्सानी। धेरैजनाले अकबरेको बारेमा कुराकानी गर्नुहुन्छ, अचारहरू बनाएको देखाउनुहुन्छ, तर यहाँ मलाई चाहिँ अचारहरूको कुरा गरेको छैन। यो चाहिँ यस्तै छ, तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरू सबैलाई धन्यवाद हेरिराख्नु भएको छ। सृष्टि गर्न कुनै नयाँ दुनियाँ चाहिँदैन, तपाईँहरू जहाँ हुनुहुन्छ त्यो ठाउँबाट सृष्टि गर्न सक्नुहुन्छ भन्ने कुरा उदाहरण हो यो। कौशी हुनेले कौशी खेती गरेका छन्, मलाई थाहा छ। त्यस्तै गमला हुनेले गमलामै पनि आफ्नो संसार देखेका छन्। त्यस्तै मसँग जे छ म त्यसमै सन्तुष्ट हुनु छ। मसँग यी चिजहरू छन् र यो चिजमै सन्तुष्ट छु भन्ने कुरा देखाउनको लागि चाहिँ मैले तपाईँहरूलाई यो देखाएको हो। र यो विभिन्न किसिमका फुलहरू पनि छन्। यो केराकै बोट भयो। यो केरा यसपटक फलेको छैन, तर सायद केही समय पश्चात यो फल्नेछ। त्यस्तै योपालि हामीले अनार पनि खान पायौँ। यसमा अनारका दानाहरू लागेको थियो यसपटक यो वर्ष। त्यस्तै यो वर्ष हामीले आलु पखडा पनि खायौँ। यो आलु पखडाको रुख थियो, आलु पखडा। यसमा आलु पखडा पनि खायौँ। त्यसपछि यो चाहिँ अमलाको बोट हो। अमलामा दाना लगाएको छ नि म्याडम योपालि? अमलामा दाना लगाएको छ नि योपालि? यो पटक अमलामा दाना लागेको छैन, तर अमलाको बोट। त्यस्तै यो आरुको बोट। यसपटक आरु हामीले खास चाख्न चाहिँ पाएनौँ, तर सायद अर्को वर्ष फल्छ होला, आशा गरौँ। मेहनत खेर जाँदैन, गरिएको मेहनत पक्कै पनि। यो बोट टिमुरको हो भन्ने सुन्छु म, लाग्छ मलाई। तपाईँहरूलाई के लाग्छ? टिमुरको बोटमा सायद टिमुर योपालि फलेन भाइ? योपालि टिमुर फलेको छ र यसमा टिमुरका केही दानाहरू पनि म देखाउन चाहन्छु तपाईँहरूलाई। यो चाहिँ टिमुरको दाना है, यो पटक फलेको टिमुर। साँच्चै भन्यो भने मेहनत छ। त्यस्तै यो करेलाको झाङ, यसमा करेलाहरू फलिरहेको छ। फल्ने फुल्ने क्रम जारी छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यिनै अर्ग्यानिक कुराहरू खाने हुर्कने गर्ने गरेका छौँ। र यो चाहिँ ड्रागन फ्रुट तपाईँहरू देख्न सक्नुहुन्छ। त्यस्तै यो के को बोट हो? यो लिचीको बोट हो रे। मेरो मिसेसले लिचीको बोटलाई पनि बनाइएको छ। त्यस्तै यो स्याउ, नेपाली स्याउ यादै गर्न भ्याएको थिएन। यो चाहिँ स्याउको बोट, तपाईँहरू देख्न सक्नुहुन्छ। यसपटक दाना लागेको छैन। यो बारीमा तोरीको साग। तपाईँ हाम्रो जिन्दगीमा तोरीको विषयमा धेरै कुराहरू आउँछन्। धेरैले भन्ने गर्छन् यो त लाउरे तोरी लाउरे हो भन्छन्। तोरीको कहानी छ अरे। किन तोरी लाउरे भन्यो त? तोरी छर्दाखेरि लाउर गएको मान्छे तोरी फलेपछि छिट्टो हुर्कने साग मध्येको पर्छ तोरी। अनि तुरुन्तै फर्केर आउँदाखेरि चाहिँ तोरी
टिपेर सकिन्छ भनेदेखि त्यस्तो लाउरेलाई तोरी लाउरे भन्छन् रे भन्ने सुनेको छु मैले। त्यही भएर होला सायद तोरी एकदम छिटो हुर्केको छ, अस्ति मात्रै सरेको जस्तो लाग्छ। यति मजासँग तोरीबारी तपाईँहरू देख्न सक्नुहुन्छ, अर्ग्यानिक तोरीबारी। अहिलेसम्म मेहनतका साथ टिप्नु भएको तरकारीहरू चाहिँ यिनै हुन्। फर्सीको मुन्टा, करेला, सुपको साग, कागती। यो कागती त अस्ति पनि मैले टिपेर देखाएको थिएँ तपाईँहरूलाई। अकबरे खोर्सानी, घिरौला, चिप्ले भिन्डी। यो अहिले हामी तरकारीको लागि खाँदैछौँ र कतिपय तरकारीहरूमा चाहिँ यस्तो किरा पनि लागेको छ। र यस्तो किरा लाग्नु भनेको चाहिँ यो तरकारी प्योर अर्ग्यानिक छ भन्ने कुरा बुझ्नुपर्छ। किनभने जुन तरकारीमा औषधिको प्रयोग गरिएको हुन्छ त्यो तरकारीमा यस्तो किरा लाग्दैन रे। यो चाहिँ हाम्रो म्याडमले भन्नुहुन्छ र हाम्रो यहाँ आमाले पनि भन्नुहुन्छ। किनभने अर्ग्यानिक भनेकै किराहरूको लागि पनि त्यो खान योग्य होस् रे। अब यसबारे म्याडमले के भन्नुहुन्छ कि जस्तो लाग्यो मलाई। उहाँलाई एकदम रहर छ तपाईको मेहनत। एकदम भिडियो बनाउने जागर चल्छ। यति जागर बारीमा पनि लगाइदियो भए अझै धेरै फल्थ्यो, जोगिन्थ्यो। वास्तवमा यो सबै म्याडमको मेहनत र मेरो मेहनत चाहिँ खासै आज यस्तो भिडियो बनाउनको लागि मात्रै भयो। र तपाईँहरूलाई के देखाउन खोज्दै थिएँ मैले। यो आँपको बोट र यसपटक एउटा दाना लागेको सम्म मलाई याद छ। यो हो मेरो करेसाबारीको भिडियो यसपटकको। र यहाँ विभिन्न किसिमका फुलहरू पनि छन्, तरकारी मात्रै छैनन्, फुलहरू पनि छन्। र तपाईँहरू देख्न सक्नुहुन्छ यो सबै मेहनतले ल्याएको रङ। मैले त होइन, मेरो मिसेसले तरकारी बोकेर अब भान्सातिर अर्ग्यानिक प्योर तरकारी। ओभरअल आज मैले देखाउन खोजेका कुराहरू यिनै हुन्, तपाईँहरूले देख्न सक्नुहुन्छ। र यो मेहनत वास्तवमा सहरमा गर्ने कुरा अलिक गाह्रै हो, कठिन छ। सहरको बसाइ पनि कठिन नै हुन्छ। तर पनि यद्यपि हामीले यो प्रयास गरेका छौँ र यो प्रयासलाई मैले भिडियोमा उतार्ने प्रयास गरेको छु। तर मेरो भन्दा पनि धेरै मेहनत चाहिँ यो माटोमै जीवन देख्ने, माटोमै खेल्ने मेरो मिसेसले गर्नुभएको छ। उहाँलाई पनि धन्यवाद। र परिवार चलाउने, घर चलाउने विषयमा सबैभन्दा पहिलो सृष्टि महिला हो र हामी पुरुषले त खास साथ मात्र दिने हो। हामीले गर्न सक्ने कुराहरू चाहिँ अलि अर्कै हुन्छ। पुरुषले चलाएको घर र महिलाले चलाएको घरमा धेरै फरक हुन्छ। हुन त नारी पुरुष बराबर भनिन्छ, तर पनि पुरुष प्रधान समाजमा महिलाको भूमिका भनेको यसरी घर व्यवहार, घर परिवार सबै कुरा सम्हाल्न सक्ने हुनुहुन्छ। हामी तमाम महिलाहरूलाई धन्यवाद दिन चाहन्छौँ। र देश पनि अहिले प्रधानमन्त्री महिलाकै हातमा गएको छ। त्यस कारणले हामी पनि सक्छौँ, हामी पनि केही हौ भन्ने उदाहरण हाम्रो महिलाहरूले पेस गर्नुभएको छ। र उहाँलाई चाहिँ हामीले खालि चुलो र चौकोमा मात्र राख्ने काम गरेका हौँ। अवसर पाए र ठाउँ पायो भने महिलाले जे पनि गर्न सक्नुहुन्छ भन्ने उदाहरण पनि मैले पेस गरेको छु। र आजको यो सम्पूर्ण भिडियो यस बेलासम्म तपाईँहरूले हेरिदिनु भएकोमा यहाँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। र जाँदै यो के भन्छ भेन्टाको पनि यहाँ फुलहरू छन्, फल लाग्न बाँकी नै छ। यसपटक लागेको चाहिँ मैले दाना लागेको चाहिँ देखाउन सकिनँ। तर जोस् यहाँ फुलहरू लागेका छन् र यो भेन्टाको बोटमा दाना लागेपछिका भिडियोहरू पनि म समग्र रूपमा लिएर आउँछु। र यसपटकका यो भिडियोहरू चाहिँ यो भिन्डी लगभग अब फाइनल हुने अवस्थामा छ, तपाईँहरूलाई देखाउन चाहन्छु। र अब सायद मेरो भिडियो पनि लगभग अन्त्यतिर आइसकेको छ। र यो सबै मेहनत, परिश्रम एउटा घरमा हुने महिलाको हो। र यसमा यो बोटमा चाहिँ यो पटक केही पनि दाना लागेको छैन। यो बोटमा दाना नलागिकन यो के को बोट हो पत्लाउन सकिनँ मैले चाहिँ। अब फेरि फुलमा आउनुपर्छ हामी, किनभने हाम्रा धेरै साथीहरू फुलमा विश्वास गर्नुहुन्छ। फुलमा कुनै भुल छैन रे, जिन्दगीको रस फुलमै हुन्छ रे। नाम त आउँदैन, तर पनि मैले यसो फुलहरू तपाईँलाई देखाइदिएँ। यो चाहिँ लाउरे फुल हो जस्तो लाग्छ मलाई, लाउरे फुल।
यो होला सायद लाउरे फुल, मलाई चाहिँ ठ्याक्कै भन्न आएन, यसलाई के भन्छन् चाहिँ थाहा छैन अङ्ग्रेजीमा, तर हामी चाहिँ यसलाई लाउरे फुल भन्ने गरेका छौँ। यो सायद कागतीको दाना हुनुपर्छ, अघि भर्खर टिपेको। अझै पनि यो वर्षलाई बोटमै फलेका, धेरै ठुलो बोट चाहिँदैन, मेहनत चाहिँदो रहेछ सबैभन्दा ठुलो कुरो। हामीले आजको पाठ यही सिक्यौँ, यही बुझाउन चाहेको हो मैले, अरू त केही पनि होइन। नत्र हामीले बुझ्ने कुराहरू के नै छ र जिन्दगीमा। समग्रमा आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो त्यसको बारेमा पनि बताइदिनु होला। र आजलाई म मेरो करेसाबारीबाट यहाँहरू सबैजनालाई बिदा भन्न चाहन्छु। यो एउटा सानो प्रयास, यो प्रयासले कतिको रङ्ग ल्याउँछ त्यो हेर्दै जाम्ला। तपाईँहरूमा पनि केही गर्ने रहर जागेर आउनेछ भन्ने आशा लिएको छु। हुन त मभन्दा धेरै मेहनती तपाईँहरू हुनुहुन्छ, त्यो मेहनतले रङ्ग ल्याओस्, तपाईँहरूको जिन्दगी सफल बनोस्। यहाँहरू सबैजनालाई शुभकामना दिन चाहन्छु। र आजको यो भिडियोलाई मैले यहीँ अन्त्य भएको घोषणा गर्न चाहन्छु। मन परेमा लाइक, मन नपरेमा कमेन्ट, र अझ केही सुधार गर्नुपर्ने देखिन्छ भनेदेखि म सँगसँगै जोडिनु होला। यहाँहरू सबैजनालाई विशेष 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 धन्यवाद दिन चाहन्छु। र मैले तपाईँहरूलाई मेरो करेसाबारी आज घुमाएर देखाइदिएँ। यो चाहिँ अब अम्बा भयो, यो अम्बामा दाना लागेको छ, र यो अम्बा चाहिँ विशेष गरी दसैँको बेलामा तयारी अवस्थामा हुन्छ। अहिलेलाई मैले मेरो भिडियोबाट देखाउन सकेको र देखाउने प्रयास गरेका फलफुलहरू, तरकारीहरू यिनै हुन्। यो प्रयास कतिको सफल हुनेछ यो त तपाईँहरूले आउने दिनमा भन्नुहुने नै हुनेछ। आजलाई सबैजनालाई बाई बाई भन्न चाहन्छु। जीवनमा धेरै कुराहरू हुन्छन्। फुलसँगै हामी हाँस्न सिक्नुपर्छ, प्रकृतिसँगै हामी रम्न सक्नुपर्छ। त्यही भएर पनि होला प्राकृतिक कुराहरूमा हाम्रो जीवन देखिएको हुन्छ। यहाँ सबैजनालाई जसले यो भिडियो हेरिदिनु भयो, यस बेलासम्म साथ दिनुभयो, उहाँहरू सबैजनालाई धन्यवाद दिँदै यो फुलको थुङ्गा बोटैसहित उपहार दिन चाहन्छु। र आजको भिडियो अन्त्य भएको फेरि पनि यहाँ घोषणा गर्न चाहन्छु। र केही भुलहरू भएका होलान्, अवश्य पनि एक दुईवटा कुराहरू दोहोरिएका तेरिएका होलान्। ती सबैलाई मेरो आफ्नो सृष्टि सम्झेर यहाँहरूले विचार गरिदिनु होला भन्दै म आजको भिडियोबाट छुट्टिन चाहन्छु। यो चाहिँ थाङ्ग्रो लगाएको हो, अरू केही गरेको होइन। यो बाँसलाई के गरे होला जस्तो लाग्छ। धेरै फलेको छ योपालि धेरै अम्बा लागेको छ। त्यस कारण यो अम्बा थेक्नकै लागि भए पनि यसरी चाहिँ थाङ्ग्रो लगाएर अड्याइएको छ। यस्तै क्रममा के ल्याउनु भयो त्यस्तो? सबै खुमलटारै हो? ए हस्, धन्यवाद। अलिकति खाली हुन्छ अनि त्यसपछि हालौँ ल। यसरी घर घरमा बिउ बिजन ल्याउँछन्, मलाई चाहिँ खासै थाहा हुँदैन, तर जस मेरो मिसेसलाई चाहिँ थाहा हुन्छ। अनि उनले आफैले तयार गर्छन्। यसमा सायद अब नन एडिटेड भिडियोको रूपमा आउनेछ। यो जे छ प्राकृतिक रूपमा तपाईँहरूलाई आवाज सुनाउन चाहन्छु। र हेर्नु होला, यसमा कुनै अरू सङ्गीतहरू यताउता आउँदैनन् होला, सरसर्ती चल्नेछ यसपटकको यो भिडियो। आजलाई तपाईँहरू सबैजनालाई धन्यवाद व्यक्त गर्दै यहाँहरू सबैको दिन शुभ रहोस्, मङ्गलमय बनोस्, जय होस् भन्दै यहाँहरू समक्ष बिदा हुन चाहन्छु। प्रकृति जस्तै खेल्नु होला, प्रकृतिमै रमाउनु होला, र प्राकृतिक कुराहरूको सम्मिश्रणले तपाईँहरूको जिन्दगी अझ राम्रो बनोस् भन्ने कामना गर्न चाहन्छु। यहाँहरू सबैजनालाई यति बेलासम्म हेरिदिनु भयो, यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। आउँदै गर्नुहोला, च्यानललाई हेर्दै गर्नुहोला, माया गर्दै गर्नुहोला। यहाँहरूकै साथ र सहयोगले गर्दा म आज यहाँ छु। धन्यवाद।